नमस्ते नमस्कार अनि मेरो तर्फबाट जोरले हजुरहरूलाई आज असार 15 को दिन अनि आज सुरुदेखि अन्तिमसम्म हजुरहरूले मेरो भिडियो स्किप नगरिकन हेरिदिनु होला अनि असार 15 को सुरुदेखि अन्तिमसम्म तपाईहरुले हेरिदिनु होला अनि हजुरहरूले मेरो भिडियो मन पर्यो भने अनि लाइक अनि सब्स्क्राइब अनि कमेन्ट गर्नु होला अनि सल्लाह सुझाव पनि दिनु होला भन्न चाहन्छु। अनि हाम्रो कम्पनीमा चाहिँ यहाँ दही चिउरा खाने दिन थियो अनि हामी दही चिउरा खानलाई गयौँ अनि हामी सबैजना लाइन बसिरहेको थियो अनि हाम्रो साथीले चाहिँ अनि माथिबाट भिडियो गरिदिनु भयो अनि हामी सबैजना रमाइलो भएर अनि हामी यतिकै बस्यौँ रमाइलो थियौँ अनि हामी सबैजना लाइन बसेको थियो। हाई गाइस, आज चाहिँ हाम्रो दही चिउरा खाने साथीहरू अनि हामी चाहिँ रमाइलो गरिरहेको थियो। यतातिर गरेर हामी झन्डै लडेर यतातिर कान्छीले त हेर्नु नि एकचोटि यति नै हाम्रो यता हेर्नु क्या तपाईँहरू त्यसरी नहेर्ने होइन सबैजना खाएको रहेछ आन्टी पनि तर बुन्नुको मन क्यारिमेरै आउँदछ। त्यसपछि चाहिँ मैले भिडियो बनाइरहेको थियो होइन अनि अब चाहिँ मतलब हुन्छ नि अब सबैजनालाई मनपर्छ पर्दैन चाहिँ मलाई थाहा छैन होइन। मैले चाहिँ भिडियो बनाउँदै हामी चाहिँ अगाडि सर्दै हाम्रो चाहिँ पाल आउनै बाँकी थियो कि हामी चाहिँ लास्ट यस्तै थियो जे होस् अनि रमाइलो भयो होइन हामी अनि त्यसपछि चाहिँ हामी झन्डै लडेर यतातिर कान्छीले त हेर्नु नि एकचोटि यति नै हाम्रो यता हेर्नु क्या तपाईँहरू त्यसरी नहेर्ने होइन सबैजना खाएको रहेछ आन्टी पनि तर बुन्नुको मन क्यारिमेरै आउँदछ। यस्तो चिप्लो बाटोमा हिँडिरहेको छु आज चाहिँ हामीलाई चुप एक्लै हिँडिरहेको छु तिम्रै काखमा गएर सम्झी म भिडियो बनाइनै रहेको त्यसपछि हामी चाहिँ अनि दिदी घर जानलाई हामी ठिक्क परिरहेको थियो होइन। त्यसपछि दिदीले चाहिँ बोक्यो अन्डाहरू बोक्यो भाउजूले चाहिँ दालहरू बोक्यो होइन अनि हामी चाहिँ हिँड्नको लागि ठिक्क परेर तल जान लाग्यो। त्यसपछि
फेरि बाटो चाहिँ हाम्रो खत्तम थियो कि अब हुन्छ नि त पानी परेपछि बाटो चिप्लो हुने अनि त्यसपछि यो खानेकुरा चाहिँ हाम्रो गाउँतिर पाउँछ कि मेरो माइती गाउँतिर कस्तो मिठो हुन्छ नि पाकेको चाहिँ मलाई खतर लाग्छ भुइँछेउ पनि पाकिरहेको थियो होइन त्यसपछि हेरेँ कस्तो खानु मन लागेको थियो अर्काको त्यो पनि टिप्यो भने मारिहाल्छ कराइहाल्छ भनेर टिपेन अनि त्यसपछि झऱ्यो हामी राति दलतिर हामी त्यसपछि झऱ्यौँ बाटोबाट हामी हिँड्यौँ बाटो त्यसपछि दिदी बिस्तारै आउनु भएको थियो दिदी र भाउजू पछि म चाहिँ अगाडि हिँडिराखेँ त्यसपछि चाहिँ बाटो चाहिँ लास्ट चिप्लो क्या फर्सीको फुल चाहिँ कति धेरै फुलेको नि वाउ कति धेरै फुलेको त्यसपछि हामी तलतिर झऱ्यौँ कि तलतिर झऱ्यो त्यसपछि चाहिँ हामी खुसी भएर म चाहिँ गफ लाउँदै झरेँ कस्तो चिप्लो बाटो नि के गर्नु नजाऊँ भने पनि दिदीले बोलाउनु भएको गयौँ त्यसपछि राति बाटोमा पुगेर यस्तो चिप्लो बाटो थियो नि पछाडि देखाउँदै दिदीहरूलाई देखाउँदै म पनि झर्दै थियो कि त्यसपछि चाहिँ हामी पुग्न लागेको थियो क्या हामी भित्तामा अल्छिँदै पुग्न लागिरहेको थियो फेरि बाटो यस्तो चिप्लो बाटो त नि के गर्नु लड्दै पढ्दै भए पनि गयौँ अनि त्यसपछि हामी त्यो उरालो झर्नुपर्ने थियो होइन उरालो बल्ल झऱ्यो म नानीसँग पछाडि नानी घरमा पुगेर के गर्नु गाह्रो छ हौ गाह्रो बर्खाको बेलामा पाहुना लाग्न लास्टै गाह्रो के गर्नु हामीहरू गफ लाउँदै पुगिसकेको थियो दिदी ढिक तल्लो ढिक म चाहिँ तल्लो ढिक पुगेर दिदीले मलाई अन्डा दिनुभयो मैले चाहिँ अन्डा तार्ने दिदी बिस्तारै झरिराख्नु भएको थियो दिदी चाहिँ भाउजू पनि चिराख्नु भयो भाउजू चाहिँ लताएर तपाईँले भ्लग बनाउनु भएको मलाई थाहा छ भनेर भन्नुभयो त्यसपछि मैले केही भनेन त्यसपछि हामी पुग्यो अनि हामी चाहिँ घरपेटी भन्दै हामी चाहिँ पुगिसकेको थियो घरपेटीहरू त भित्र बसेर मजाले मस्त खानेकुराहरू पुग्यो यतातिर हाम्रो नानीहरू नाचिरहेको मजाले डेक बजाएर नाचिरहेको रहेछ अनि हाम्रो बुनु चाहिँ लडेर घाउ भइरहेको थियो कि अनि त्यसलाई सन्चो थिएन अनि सन्चो नभएपछि सुतिरहेको थियो त्यसपछि हामी चाहिँ मजाले खाने निर्णय गरे त्यसपछि चाहिँ अनि हामी चाहिँ अब चाहिँ हामी बस्नुपर्छ है साथीहरू भन्नु है दादाले नमस्ते सबैजनालाई भनेर रोक्नु भयो मैले चाहिँ त्यसपछि आन्टी खाजा खानुपर्ने आप काटेपछि मलाई रमाइलो ल्याएर पाउन फेरि ल सम्झिलु भरे फेरि मेरो चित्त दुखायो कान्छी बहिनीले भनेर त्यसपछि हामीले मजाले मस्तसँगले खायो बाहिर सम्झियो नि कतातिर हाम्रो दिदीहरूको चुलामा चाहिँ खतरा चम्किरहेको थियो होइन हामीले त्यस खाना खाएर
चाहिँ हामी उहाँलाई रुवामा लगाइरहेको थियौँ, मुटुहरू देखाउने परिरहेको थियो। रात बसेको भात खाने बेला हुन लागिरहेको थियो अनि दिदीतिर चाहिँ गफ लाउँदै दिनुभएको थियो।